नमस्ते सबैजना विद्यार्थी भाइ बहिनीहरूलाई साथै अभिभावकवर्गजीहरुमा म चाहिँ स्टेयरवे एजुकेसनल सर्भिसेस प्राइभेट लिमिटेडको म्यानेजिङ डाइरेक्टर साथसाथै म चाहिँ युरोपियन कन्ट्रीहरूको काउन्सिलर डिपार्टमेन्टमा आफै हेर्छु र हामीले युरोपियन कन्ट्रीहरूमा पनि हाम्रो विद्यार्थी भाइहरूलाई हामीबाट इनरोल गरिरहेको अवस्थामा हामी चाहिँ जर्मनी फ्रान्स निदरल्यान्ड हङ्गेरी जस्ता देशहरूमा हामी यहाँबाट विद्यार्थी भाइहरूलाई इनरोल गरिरहेका छौँ। यसै क्रममा अब इटाली तपाईँलाई मैले पहिले भनेको छ इटाली पनि एउटा मेम्बर स्टेट अथवा युरोपियन युनियनको अब भाइटल मेम्बर स्टेट भएको हुनाले चाहिँ तपाईँलाई वान्स इटालीको भिसा पाइसकेपछि इटालीको भिसा पनि युरोपियन कन्ट्रीहरूमा टु टाइप्सको हुन्छ, एउटा सर्ट टर्म हुन्छ, एउटा लङ टर्म हुन्छ। तपाईँहरूले पाउने डी क्याटेगोरीको भिसा हो, जुन चाहिँ तपाईँको लङ टर्म भिसा हो। यो भिसा तपाईँले वान्स प्राप्त गरिसकेपछि 27वटा मेम्बर स्टेट मध्ये सबै तपाईँ कुनै पनि देशमा विदाउट एनी अब्जेक्सन तपाईँ ट्राभल गर्नुहुन्छ। यसो भन्दै गर्दा तपाईँलाई मिसगाइड नहोस् कि तपाईँले जस्तो इटालीको भिसा पाएर म फ्रान्समा गएर काम गर्छु अथवा जर्मनमा गएर काम गर्छु अथवा निदरल्यान्ड अथवा होल्यान्ड अथवा अरू कुनै युरोपियन मेम्बर स्टेटमा गएर काम गर्छु भनेर तपाईँले भन्न चाहिँ पाउनुहुन्न। तपाईँले काम चाहिँ तपाईँले पार्ट टाइम काम भयो भने तपाईँले चाहिँ युरोपियन कन्ट्रीमा तपाईँ जुन देशको भिसा अथवा इटालीको भिसा छ तपाईँसँग त्यहीँ गएर मात्रै तपाईँले काम गर्न पाउनुहुन्छ। तर फ्री मुभमेन्ट चाहिँ तपाईँले 27वटै कन्ट्रीहरूमा गर्न पाउनुहुन्छ। जर्मनी फ्रान्स हङ्गेरी बेल्जियम जस्ता देशहरूमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई काउन्सिलको सेवा दिँदै आएका छौँ। यसै क्रममा आज हामी चाहिँ स्टडी इन इटाली को बारेमा हामी केही जानकारीहरू तपाईँहरूलाई दिन लागिरहेका छौँ, जसले तपाईँहरूलाई केही स्टडीको लागि चाहिँ कस्तो छ इटाली कस्तो हुन्छ नेपाल विद्यार्थी भाइ बहिनीहरूलाई नेपाली भाइ बहिनीहरूलाई भन्ने कुरामा हामीले यसलाई केही कुराहरू स्पष्ट पार्ने कोसिस गर्नेछौँ। यसमा तपाईँहरूले हेर्नुहुनेछ भन्ने मैले आशा राख्दैछु। यसै क्रममा किन इटाली पढ्न जाने नेपाली विद्यार्थी भाइ बहिनीहरू भन्दा इटाली चाहिँ एउटा 27वटा मेम्बर स्टेट युरोपियन युनियनको मेम्बर स्टेट मध्ये सबैभन्दा स्ट्रङ र सबैभन्दा ओल्डेस्ट मेम्बर स्टेट हो र यो चाहिँ सबैभन्दा यो देशले चाहिँ संसारमा रहेका देशहरूमध्ये केही ऐतिहासिक हिस्टोरिकल ब्याकग्राउन्डले बोकेको देश हो र यहाँ तपाईँहरूलाई युरोपियन मेम्बर स्टेटमा पाउने सबै फेसिलिटीहरू पाउनुहुन्छ। र म चाहिँ भाइ बहिनीहरूलाई इटाली नै किन रिकमान्ड गर्छु भन्दा युरोपियन कन्ट्रीमध्ये जस्तो हाम्रो फ्रान्समा पनि अथवा जर्मनमा पनि स्कलरसिप त हुन्छ, तर युरोपियन कन्ट्रीहरू भएर पनि सबै कन्ट्रीहरूको आफ्नो आफ्नो इमिग्रेसन रुल भएको हुनाले चाहिँ अलिकति जर्मनी र फ्रान्सभन्दा चाहिँ इटाली चाहिँ केही फाइनेन्सियल कुराहरूमा पनि अलिकति सहज भएको हुनाले चाहिँ मैले इटालीलाई नै रिकमेन्ड गर्छु। जस्तै तपाईँ इटाली पढ्न जानुहुन्छ भने तपाईँलाई जर्मन जस्तो ब्लक एकाउन्टको आवश्यकता पर्दैन, त्यो भएर तपाईँलाई कम्पेरिटिभ सस्तो पढ्न आउँछ र स्कलरसिप अथवा इन्ट्री रिक्वायरमेन्ट इटालीमा चाहिँ अलिक सजिलो छ। जस्तै तपाईँ इटालियन युनिभर्सिटीहरूमा एनी डिसिप्लिन म्यानेजमेन्ट आर्ट्स कमर्स मेकानिकल इन्जिनियरिङ आइटी कम्प्युटर साइन्स जुनै कोर्सहरू तपाईँलाई चाहिँ यामओआई भनेको मिडियम अफ इन्स्ट्रक्सन ले पनि तपाईँहरूको एडमिसन एक्सेप्टेड हुन्छ। त्यो भनेको आइएलटिएस अथवा पिटीको पनि आवश्यकता पर्दैन। साथसाथै रिनाउन्स युनिभर्सिटीहरू इटालीमा चाहिँ तपाईँलाई स्कलरसिपको अप्सन पनि एभाइलेबल हुन्छ। त्यो भनेको हामी चाहिँ 100% पब्लिक युनिभर्सिटीमा तपाईँलाई एडमिसन गराउँछौँ, जसको तपाईँलाई खर्च चाहिँ एकदमै नितान्त कम हुन आउँछ। यति नै एउटा भयो। इटाली भन्ने कुरामा चाहिँ म भाइ बहिनीहरूलाई के भन्नु लाग्छ भने इटालीमा चाहिँ 2.50 जिपिए भन्दा माथि चाहिँ एक्सेप्टेड हुन्छ, यामओआई एक्सेप्टेड हुन्छ र ग्याप पनि तपाईँको 4 वर्ष 5 वर्ष ग्याप पनि एक्सेप्टेड हुन्छ। तर भ्यालिड रिजन अथवा भेरिफाइड चाहिँ गर्नुपर्छ। एक्सपेन्डिचरहरू चाहिँ कभर गऱ्यो भने चाहिँ 5 वर्ष 6 वर्ष पनि ग्याप चाहिँ एक्सेप्टेड हुन्छ। यति नै हो। यसो भन्दै गर्दा फेरि तपाईँहरू के कन्फ्युज नहुनु होला भने तपाईँले इटालीमा बस्ने र खानेको व्यवस्था चाहिँ तपाईँ आफैले व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यो भनेको तपाईँलाई लिभिङ कस्ट चाहिँ पर्सनल अथवा तपाईँ आफै सेल्फ फन्डले नै तपाईँले त्यसलाई चाहिँ कभर गर्नुपर्ने हुन्छ। अर्को कुरा चाहिँ हामीले युनिभर्सिटीहरूमा एडमिसन गराउँदा 100% इङ्ग्लिस मिडियम युनिभर्सिटीहरूमा एक्सेप्ट गराउँछौँ अथवा एडमिसन गराउँछौँ। त्यो हिसाबले तपाईँलाई नर्मली एडमिसनको लागि खासै अथवा त्यहाँ गएर डेली लाइफमा अथवा उसमा समस्या नपर्ने हिसाबमा पनि प्राय अब युरोपियन कन्ट्रीहरूमा
100% मान्छेहरूले इङ्ग्लिस चाहिँ बोल्ने नै हुन्छ, तर पनि नर्मली उहाँहरूको आफ्नो नेसनल भाषा भएको हुनाले अब अलिकति उहाँहरूको डोमेस्टिक ल्याङ्ग्वेज अथवा इटालियन भाषा चाहिँ पढेर जानुभयो चाहिँ हामी तपाईँलाई त्यो पनि रिकमेन्ड गर्छौँ। यति बन्द